दर्ताको प्रमाणपत्र स्थगित गरेमा अधिकार प्राप्त अधिकारीले आदेश दिएको कति दिनभित्र सवारी दर्ताको प्रमाणपत्र बुझाउनु पर्दछ? सवारी चालक अनुमति पत्रमा वर्ग थप गर्दा कुन परीक्षा दिनु पर्दैन? वर्ग ख को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा उत्तीर्ण हुन न्यूनतम कति प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ? वर्ग ख को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा युटर्न गर्दा तोकिएको रेखा छोएमा के हुन्छ? वर्ग ख को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा घुमाउरो 8मा कुनै गल्ती नगरी पास गरेमा कति अङ्क प्राप्त हुन्छ? वर्ग ख को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा कति पटकसम्म स्टार्ट बन्द हुँदा परीक्षाको मौका दिइन्छ? वर्ग ख को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सिट बेल्टको प्रयोग नगरी सवारी चलाउन सुरु गरेमा कति अङ्क घट्छ? वर्ग ख को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा ग्यारेज पार्किङ टेस्ट गर्दा प्रयोग हुने ग्यारेज ट्र्याकको चौडाइ कति हुन्छ? वर्ग ख को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा ट्राफिक सङ्केतको पालना नगरेमा कति अङ्क घट्छ? वर्ग ख को सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा लिइने स्पिड ब्रेकरको लागि प्रयोग हुने टेस्ट ट्र्याकको लम्बाइ कति हुन्छ?